सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले खासमा सानो एउटा भिडियो बनाएर राखेको छु हैन। यो चाहिँ खासमा के को भिडियो भन्दाखेरि यही मिति यो असोजको महिना 9 गतेको दिन चाहिँ हजुरहरूले चाहिँ बिहीबारको दिन चाहिँ सरसामान किनेर किनमेल गरेर चाहिँ यो गलत ठाउँमा चाहिँ आएको छ। यहाँ यो सामान सरसामानहरू तपाईहरुले चाहिँ सम्पूर्णमा कसको सामान हुनु यो हामीले चाहिँ थाहा भएन। यहाँ धेरै दिन भइसक्यो यहाँ रहेको सामानहरू हैन। त्यही भएर चाहिँ कसैको सामान हो भने चाहिँ हजुरहरूले यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ खासमा यहाँ चाहिँ कहाँ हो भने यो चाहिँ दुधौली वडा नम्बर 14 डुम्रे भन्ने ठाउँमा चाहिँ यो सामान रहेको छ। यहाँ तपाईहरुले चाहिँ असोजको 9 गतेको दिन चाहिँ बिहीबारको दिन तपाईहरुले किनमेल गरेर चाहिँ गाडीमा चाहिँ गलत तरिकाले चाहिँ यहाँ सामान हालेर चाहिँ यो गाडीमा आएको रहेछ। सामान चाहिँ के छ भने हजुरहरूलाई देखाउन चाहन्छु हैन। एउटा यो हाफ कट्टु छ, यो बक्सर भन्नु हातको हाफ कट्टु एउटा छ हैन। यो भेस्ट छ, यो भेस्ट नयाँ भेस्ट छ हैन। तपाईहरुले देख्न सक्नुहुन्छ यो सल छ, यो नयाँ एउटा सल। यो खासै चिन्न सकिने यो के हो हैन, मैले चाहिँ थाहा भएन। नानीहरुको कपडाहरु पनि धेरै छ। यो नानीहरुको तपाईहरुले धेरै किन्नु भएको छ। सर्ट पनि छ, पेन्ट पनि छ हैन। यो चप्पल 2 जोर छ देख्न सक्नुहुन्छ। र त्यसैगरी यो गाईबस्तुलाई दिने हैन, यो दबाई हो के अरे, यो नाम लिएको दबाई। अनि यो अबिर रहेको छ। त्यसैगरी यहाँ देख्न सक्नुहुन्छ यहाँ धागोहरु छ हैन। यहाँ टाक पनि रहेको छ। अनि के हो यसलाई यो लुङ्गी चाहिँ 2 थान रहेको छ। यहाँ हेर्न देख्न सक्नुहुन्छ यो लुङ्गी हो, यो लुङ्गी। अनि त्यसैगरी यो विजयश्री ज्वेलर्स लेखेको छ। यसमा चाहिँ तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ कि यसमा चाहिँ के छ भने एउटा पोते रहेको छ, यो रातो पोते। यो यी सबै सरसामानहरु चाहिँ कसको हो, यो को मान्छे हो हैन, हामीले चिन्न सकिन। र यहाँ चाहिँ धेरै दिनसम्म यो सामान रहेको अनुसारले चाहिँ सम्पर्क गर्न सक्नु भएन कि भनेर चाहिँ हजुरहरूलाई यो जानकारी सानो गराइदिएको। र हजुरहरूले यो दशैंको लागि चाहिँ यो कपडाहरू सबै सरसामानहरू चाहिँ किन्नु भएको थियो होला। र धेरै दिन भएको कारणले चाहिँ यहाँ कसै पनि मार्फत चाहिँ फोन नभएको कारणले हजुरहरूलाई यो सानो भिडियो बनाइदिएको छु। र कसैको हो भने चाहिँ यदि हजुरहरूले चाहिँ तल यहाँ म नम्बर लेखेर हैन तपाईलाई यो टेक्स्ट गरिरहेको छु। यो नम्बरमा चाहिँ तपाईहरुले चाहिँ सम्पूर्णले चाहिँ यहाँ कल गर्न सक्नुहुन्छ। र सक्दो शेयर गर्नु होला हजुरहरूले सम्पूर्णमा यो सरसामान कसको हो के हो हैन। यो दशैंको शपिङ गर्नुभयो होला र उहाँहरूले धेरै चिन्तित पनि हुनुभयो होला। एकदम छिटो छरितो चाहिँ यो सरसामान चाहिँ प्राप्त होस् भन्न चाहन्छु। यो सामान चाहिँ रघुदाईको गाडी मार्फत डुम्रे भन्ज्याङमा आइपुगेको छ। यो भिडियो चाहिँ मैले पहिले बनाए तापनि यसलाई अपलोड गर्न चाहिँ मैले ढिलाइ भएको कारणले चाहिँ सम्पूर्णमा माफ भन्न चाहन्छु। र यही मिति 2022 साल असोजको 9 गतेका दिन बिहीबार यो सामान चाहिँ बेलुकाखेरि चाहिँ यो डुम्रे भन्ज्याङ भन्ने ठाउँमा आएको थियो। तपाईहरुले चाहिँ नहिचकिचाइकन नलजाइकन जसको सामान रहेको छ तपाईहरुले चाहिँ मलाई कन्ट्याक्ट गरेर यो सामान प्राप्त गर्न सक्नुहुन्छ। यति भन्दै यो भिडियोलाई चाहिँ सम्पूर्णमा सक्दो शेयर गर्नु होला। थ्यांक यू सो मच।